गिटार बजाएर हेलो बाई हेलो गाइज इट्स बिहानी सिंह आज ब्लग पनि मेरो घरबाट स्टार्ट हुन्छ आएर यहाँ पिच रोडमा पुगिसकेँ अब चाहिँ हाम्रो यताबाट आदर्श नगर स्टार्ट हुन्छ यहाँबाट चाहिँ अब सिधै गएर एउटा शारदा स्कुल भन्ने छ त्यहाँनिर त्यहाँदेखि चाहिँ भित्र मेरो साथीको घर चाहिँ त्यहाँ पुगेपछि अब शारदा स्कुल पुगेपछि देखाउँछु म हजुरलाई बाट चाहिँ देखेको थिएन त्यसैले म यहाँ आएर देखाइरहेको छु त्यो चाहिँ शारदा स्कुल हो नि अनि त्यहाँबाट यता लाएर चाहिँ अब म साथी घर गइरहेको छु अब यहाँबाट कमसेकम 2-3 मिनट लाग्छ होला त्यहाँ पुग्न म अरूलाई पुग्छु अनि मेरो साथीको थोपडा देखाउँछु है थोपडा म चाहिँ मेरो साथी घर पुगेँ नि मेरो साथीले चाहिँ मलाई गिटार बजाएर सुनाउँछ र बजाउन अब हामी यहाँ सिङ्गर बनिहाल्छौँ एकछिनमा खतरा सिङ्गर हेलो नाम म सबिना मिस्त्री त्यही वाला आउनु यार मलाई बजाउनु मेरो पिक पनि छैन सो स्याड नभन्नु न कति लामो बनाएको सानो पो बनाउने यार खतरा अब घर घर चाहिँ करेन्ट र स्प्राइट खाने स्प्राइट लगाएको थियौँ हाम्रो त्यो बिहान रेडी भइसक्यो नि मैले चाहिँ दुध हालेर बनाएको यसले चाहिँ बिना दुधको बनाएँ अनि मैले दुध हालेर बनाएको के क्रिम जस्तो गर्छु अनि हेऱ्यो मलाई अब टेस्ट लिइरहेको छु जुन मिठो लाग्यो त्यही खान्छ यसले हामीले यो करेन्ट खाएर त भ्यायो नि यस्तो पिरो थिएन नि त्यही पनि यो स्प्राइट खाएर यस्तो मुख राम भयो यस्तो पिरो भइरहेछ अहिले हामीले स्प्राइट खाने बित्तिकै पिरो यसलाई खाएको पनि छैन कति बाटी चाहिँ बाटी मान्छे मैले भ्याइसकेँ नि स्प्राइट अनि यति मागी छ त्यसपछि त यस्तो पिरो हुनुलाई अझै फेरि पोल्ला बहुत पोल्यो यता झन् मैले यसमा करेन्टमा दुध हालेर खाएको थिएँ दुधमा झन् पिरो थिएन यसकोमा अझै पिरो थियो रातो छैन प्लेट पनि यसकोमा पिरो छ मेरो चाहिँ पिरो थिएन त्यही पनि अनि मैले स्प्राइट खाएको स्प्राइट खाने बित्तिकै यस्तो पिरो भयो उहाँले अझै खानुभएको छैन स्प्राइट अहिले खानुहुन्छ पिरो हुन्छ वान सर्टमा वान सर्ट करेन्ट चाहिँ खायो नि अब चाहिँ यसले वान सर्टमा भ्याउने अरे नि स्प्राइट खाएपछि लास्ट पिरो हुन्छ त्यो भएर खाँदिने धेरै ढिलो खायो तिम्रो साथी गाइज अब चाहिँ हामी घरतिर आएको है यो चाहिँ हामी आदर्श नगरबाट सिधै भिरकुट नगर भेटाउने रोडबाट हिँड्नेछौँ अब कहाँसम्म पुग्छौँ हेरौँ कहाँसम्म पुग्छौँ अब यता जान्छौँ अघिबाट आउने बेला मलाई 15 मिनट लागेको थियो यताबाट अघि आउने बेला मलाई 15 मिनट लागेको थियो अब जाने बेला 10 मिनटमा पुग्छु होला अब चाहिँ मलाई यहाँसम्म छोड्दै अब यहाँबाट चाहिँ म एक्लै जान्छु है गाइज यसपछि अब घर जान्छु घर गएर चाहिँ मेरो भ्लग समाप्त हुन्छ अहिले चाहिँ अब यहाँबाट त गइरहेको छु गाइज म चाहिँ घर पुगिसकेको छु आजको लागि यति And thank you for watching. Bye.